साउथ कोरियाका पूर्व राष्ट्रपति युन सुक यौललाई साउथ कोरियाको विशेष अदालतले आज राजद्रोहको मुद्दामा उनलाई जन्मकैदको फैसला सुनाएको छ। एउटा यति विकसित देशको राष्ट्रपति, यति ठुलो पदमा बसेको मान्छे पनि आज किन जेल जानु पर्ने अवस्था आयो त भन्दाखेरि अनुशासन र नैतिकता, डिसिप्लिन र इन्टिग्रिटी भएन भने हो यस्तै अवस्था आउन सक्छ। त्यसैले यो घटनाबाट हाम्रा विद्यार्थी भाइ बहिनीहरू जो आजका विद्यार्थी र भोलिको यो देशका कर्णधारहरू हुन्, उहाँहरूले के सिक्ने त? यो घटनाबाट के पाठ सिक्ने त? अब यो घटनाबाट हाम्रो विद्यार्थी भाइ बहिनीहरूले मुख्य रूपमा 3 वटा कुराहरू सिक्नुपर्दछ। एउटा ल, कानुन, कानुनभन्दा माथि कोही पनि हुन सक्दैन। दोस्रो नम्बर इथिक्स, किताबी ज्ञान मात्रै, किताब पढेर मात्रै ठुलो भइँदैन, सही र गलत छुट्याउन सक्ने क्षमता हुनुपर्दछ। भने डिसिप्लिन, अनुशासन हुनुपर्छ। अनुशासित भइएन भने सभ्य समाज र सभ्य राष्ट्र बन्न सक्दैन। त्यसैले हामी सिल्भर एजुकेसन फाउन्डेसन के विश्वास गर्दछौँ भने शिक्षा यस्तो शिक्षा लिनुपर्दछ जुन शिक्षाले मान्छेलाई विनम्र र कानुनको पालना गर्ने नागरिक बनाउनेछ। पदमा रहँदा होस् या नरहँदा होस्, नैतिकता नै मान्छेको सबैभन्दा ठुलो सम्पदा।